एभ्रिवान, सबैजनालाई मेरो नमस्कार। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै ठिकै छु भन्ने आशामा चाहिँ म आज के गर्दैछु तपाईहरु हेर्दै गर्नु होला है त। ओके गाइस, हेर्नुस् त, यसलाई चाहिँ तपाईहरुकोतिर के भन्छ, हाम्रोतिर के भन्छ आई डोन्ट नो। तपाईहरुले भन्नुस् है त। हेर्नु न गाइस, हेर्नु पनि यो त फाल्दिने हो गाइस है। उ त्यो त मिले त उ यो के यो भुइँको अघि भर्खरै फालेको त्यो एउटा चाहिँ ओके गर्छ। म चाहिँ फेरि पनि तपाईहरुलाई अर्को कुरा देखाउँछु, आउनुहोस् है त। यहाँ चाहिँ हाम्रो गाजर रहेको छ गाइस, गाजर है। आउनुहोस् है। रहेको छ लौका। वाउ माय गॉड, खान मन लाग्छ भने आउनु ल खाने गाइजहरु। यहाँ चाहिँ बोडी पनि छ, रहेको छ लौका पनि रहेको छ ल आउनु। ओके त दोकान हामी मेवा तिर्न जान्छौँ है गाइज, ल आउनु। यो गाइस, यहाँ चाहिँ हाम्रो आँप भोलिपर्सि कति खाना पाउँछ। यो चाहिँ हाम्रो आँप गाउँको छ है। आउँछ यसमा चाहिँ हाम्रो लिची रहेको छ। लिची रहेको छ गाइस। क्यामेराम्यानको हो भनेर सोध्यो भने म भन्ने। ओके ल आउनु। हाम्रो चाहिँ मेवा रहेको छ। अलि यता आऊ। मेवा रहेको छ। यता कुनै टिप के यहाँको यहाँकै टिप न। उ यो कि यो ऊ त्यो ठुलो के नपाकेको नि मिल्छ ल। नपाकेको टिप्ने रे उता लागेपछि पक्छ अरे नि त। अलि अग्ली हुनुपर्ने। कहाँ यस्तोले होची भन्छ त नि। तपाईँ कति फुट भयो भयो? मैले चाहिँ अब मेरो बारेमा चाहिँ मेरो काम भइसकेको छ है। मैले के गरेँ, अब जान्न बुझ्न चाहनुहुन्छ भने मैले के गरेँ तपाईँहरूले भिडियोमा हेर्न सक्नुहुन्छ। भिडियोमा हेरेर मजा लिन सक्नुहुन्छ है। यता चाहिँ मेरो बहिनी पनि छ गाइज। ल आँखा नलाइदिनु होला मेरो बहिनीलाई। केही भन्न चाहन्छ मेरो युट्युबको साथीहरूलाई? के भन्छु र म चाहिँ मेरो दिदीको युट्युब च्यानलमा गएर चाहिँ सब्सक्राइब गरिदिनु होला, हेरिदिनु होला, साथ सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला भन्ने भन्न चाहन्छु। ओके, थ्याङ्क यू सो मच माई सिस्टर। बाई बाई गाइज।